यो संसारमा हामीले पाउन नसक्ने एउटा कुरा छ। यो संसारमा हामीले खोजेर पाउन नसक्ने एउटा कुरा छ, अनि त्यो चाहिँ हो माया। अहिलेको समयमा माया पाउन सबैभन्दा गाह्रो छ यो संसारमा। तपाईले यसलाई पत्याउनुहोस् या नपत्याउनुहोस्, तर माया चाहिँ घट्दै 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 गएको छ। सायद यतिखेर कतिको घरमा पनि यही कुराको कमी हुँदैछ होला, मायाको कमी हुँदैछ होला, प्रेमको कमी हुँदैछ होला। तर तपाईँ र मलाई पिताको प्रेम यति असल तरिकाले उहाँले हाम्रो बीचमा देखाउनु भयो कि यूहन्ना 3 को 16 पदको आधारमा निस्वार्थ प्रेम गर्नु। आमेन। यो बेलुका तपाईको हृदयमा म परमेश्वर पिताको प्रेमलाई बताउन चाहन्छु। यूहन्ना 3 को 16 पदमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। मेरो लागि पुत्र दिन तयार छ। ओहो येशू, तिमीलाई मैले राखिराखेको छु। मलाई थाहा छ म तिमीलाई माया गर्छु, मलाई थाहा छ म तिमीलाई औधी प्रेम गर्छु, तर संसारमा भएको मानिसको लागि गइदेऊ अनि मरिदेऊ। परमेश्वरले देख्नुहुन्छ, अब्राहम एउटा मानिस भएर आफ्नो पुत्र दिन सक्छ भने म परमेश्वर सबै मानिसको लागि मेरो पुत्र पठाउन तयार। यदि त्यो बलिदान नचढाएको भए आज पनि हामी पापमै हुन्थ्यौँ। यदि येशू ख्रीष्ट नआएको भए आज पनि हामी दलदल हिलोमै हुन्थ्यौँ। यदि येशू ख्रीष्ट हाम्रो लागि नमरिदिएको भए आज पनि तपाईँ र मैले कहीँ न कहीँ गएर केही न केही बलिदान गर्नै पर्थ्यो। तर हामी जस्तो व्यक्ति जसलाई हामी परमेश्वरलाई खोजेन, किनभने हामीलाई पुत्रको बलिदानको विषयमा थाहा थिएन। हामीले कहिले पनि खोजेनौँ। कोही छ उद्धारकर्ता मसीहा कोही छ भनेर हामीले खोजेनौँ, तर येशूले खोज्दै आउनुभयो। छोरी, म तिम्रो लागि मरेको, म तिम्रो लागि मरेको, तिम्रो पापको लागि कल्वरी क्रुसमा मैले मेरो रगतलाई बगाएको, तिम्रो स्वतन्त्रताको निम्ति मैले मेरा हातहरूमा काँटी ठोकेको। तर तिम्रो विरुद्धमा मसित एउटा कुरा छ, तिमीले पहिलो प्रेमलाई त्यागेका छौ। हिजो के गर्नुभयो, यहाँ आउनुभन्दा अगाडि के गर्नुभयो, तपाईँको जीवन कस्तो थियो, त्यो कुरालाई हेर्नुहुन्न। यदि तपाईँले सिधै आफ्नो जीवनलाई रोमी 12 को 1 र 2 पदको आधारमा जिउँदो बलिको रूपमा आज समर्पण गर्नुहुन्छ भने परमेश्वरले तपाईँलाई नयाँ बनाउनु